Hello everyone, Namaste. Today we are heading to Mardi Himal trek. We are very excited to explore this trek. धेरै समयको प्लानिङ पछि चाहिँ यो ट्रेक यो जर्नी चाहिँ सुरु हुन सफल भएको छ। पोखराबाट हेम्जा हुँदै काँडेतर्फ जाँदैछौँ। Now we are here in Kaade. पोखराबाट झन्डै 45 मिनट जस्तो ट्राभल गरेपछि हामी काँडेमा आउन सफल भइसक्यौँ। अब यहाँ चाहिँ हामी क्विक ब्रेकफास्ट गरेर चना अन्डा के पाउँछ खाएर सो हाम्रो ट्रेक यहाँबाट सुरु हुन्छ है त। अब हाम्रो पदयात्रा सुरु भयो हैन? हजुर। सो लङ वे टु गो। 10 बजिसकेको छ हैन? हजुर। लाग्नुपर्छ। ओके दाइ, एक्साइटेड हुनुहुन्छ? फर्स्ट टाइम हैन ट्रेक? भेरी फर्स्ट टाइम। घुमाइसक्यो। अलि मजा आएन। यतातिर होपफुली मजा आउँछ होला। हजुर दाइ। हैन? होप तपाईको राम्रो होस् जर्नी है। एकदम एक्साइटेड है एकदम? एकदम। दुईजना गाम्स हैन ठ्याक्क पेयरिङ फोमेन टिममा हामी जाँदैछौँ ल। गाम्स गर्छ गुड टु गो। हामी चाहिँ अर्डर सुनाउनु पर्छ ल। भिडियो गर न एकचोटी। भिडै छ। गाम्स आउनु न। लास्ट अर्डर के लास्ट अर्डर सुनाउनु पर्छ कि तपाईले। यहाँ गाम्सले चाहिँ लास्ट अर्डर सुनाउँदैन यतापट्टि। हामी कसरी गर्ने भनेर अर्डर सुनाउनु। हामी कहाँ छ अहिले? कमान्डर गुजी। हामी चाहिँ ल ट्वाइसी गुजी सुरु ल। खै यहाँ ट्वाइसी गुजीले काडेमा छौँ हैन? हजुर हजुर। अब हामी अस्ट्रेलियन बेस क्याम्प खाना कहाँ इन्जोय गर्छौँ? लन्च हैन? लन्च कहाँ आउँछ नि हाम्रो एडमिन ब्रिफ कमान। हाम्रो चाहिँ पोथाना छिट्टो हिँड्यो भने चाहिँ देउरालीमा। हजुर ओके। अनि आजको हाम्रो डेस्टिनेसन चाहिँ फरेस्ट क्याम्प लाइकली अब अझै छिटो हिँड्यो भने चाहिँ लो क्याम्प लोक्याम्पसम्म आजको न त हामी सेकेन्ड डे सेकेन्ड डेमा यहाँ बस्ने। हजुर। यहाँ चाहिँ हेर्न जाने। हेर्न जाने सक्यो भने यहाँसम्म जाने। त्यहीँ जाने भयो भने। भने हजुर यहाँबाट ब्याक हुने हैन? हजुर दाइ ओके। हुन्छ ठिक छ नि होइन? जाउँ ल। लेट्स गो ल। ल मन ल बाई बाई ल। सबै कुरा छोडेर है ठ्याक्क अर्बन लाइफ छोडेर अब ट्रेकिङ गाउँघरतिर है नेचरको नजिक हिमालको काखमा गइँदैछ। एकदम एक्साइटिङ जर्नी हुन्छ जस्तो लाग्छ है। सबैको फर्स्ट टाइम हो त्यही भएर एकदम के अरे सबै अप्टिमिस्टिक छौँ होइन? हजुर उकालो सुरु भयो अहिले। पहिला करले हिँड्ने र अब रहरले होइन त नि हो। घाँस बायो बोकेर यता बोकेर कहिले सामान बोकेर पसिना आइगो। घाम लागेछ है। यो कोरेटो बाटो राम्रो बनाएछ। वेट अस्ट्रेलियन क्याम्प 1 घन्टा यहाँबाट है। अहिले चाहिँ चिसो हावा आएको छ, घाम पनि लागेको छ। हामी चाहिँ जाँदैछौँ। अहिले चाहिँ हामी अस्ट्रेलियन बेस क्याम्प आइपुग्यौँ। अब केही यात्रापछि अस्ट्रेलियन बेस क्याम्प पनि हामीले पार गर्छौँ अनि हामी पोथानातर्फ लाग्छौँ। हाम्रो पेस एकदम ठिक छ, 1 घन्टामा आयो।
जाने हो कच्चर देख्न पाइयो ए ल सिलिन्डर ग्यासै बोकेर 2टा सिलिन्डर बोकिरहेको छ 2060 मिटर माथि हाइटमा आइएछ माथि पनि लाग्छ होला नि त यार हैन टिकट लाग्छ होला यस्तो मजाको ठाउँ रहेछ है यहाँ यो ठाउँमा बस्यो भने धेरै बाँच्न सकिन्छ होला हामी चाहिँ यो पोथाना भन्ने ठाउँमा आइपुग्यो है यहाँ अब धाराको पानी खाइदिउँ न है चिसो पानी भन्नुपर्छ हामी पोथाना ओके ल कम्पास निकाल न खै म्याप कम्पास अहिले चाहिँ हामी फरेस्ट क्याम्पतिर गइरहेछ है देउरालीमा हामी खाना खान्छौँ त्यसपछि आजको हाम्रो डेस्टिनेसन चाहिँ फरेस्ट क्याम्प है अनि त्यहाँ नाइट स्टे गरेर फेरि भोलि हाई क्याम्पतर्फ लाग्नेछौँ दिपेश भ्लग त मस्तै सब्सक्राइब हुनुभयो क्या त्यो टन्नै यहाँ चाहिँ दुईटा घोडालाई 3टा घोडा ल एउटा घोडा एउटा बाइक त मरेछ मेरो दिमाग के भयो होला एकदमै दामी भ्यू छ यहाँनिर काँडेबाट पितम देउराली आउन हामीलाई झन्डै 2 घन्टा लाग्यो डिस्टेन्स एराउन्ड 5.5 km रहेछ सो अहिले हामीले लन्च खाँदैछौँ वेयर ह्याभिङ अ गुड टाइम काम साझे अहिले कहाँबाट हामी लाग्यो अब हामी चाहिँ पितम देउरालीबाट हजुर खानासाना खाएर लन्च खाएर चाहिँ हामीलाई यो गुराँसको फुलहरू चाहिँ वेलकम गरिरहेको छ है हाम्रो यात्रा अगाडि नै बढिरह्यो यो डाँडाकाँडा भन्ज्याङ चिचोल्दै मार्दी हिमाल तर्फको यात्रा जारी रह्यो कत्रो ट्याङ्की यार पानी ट्याङ्की होइन हजुर ट्याक्टर त मैले देखेको छैन यार ट्याक्टरले साह्रो पारेर लाग्यो गाउँलाई पुग्ने खालको रहेछ नि त यो मोटर रहेछ माथि तान्दो रहेछ पानी यहाँनिर यत्रो सानो यस्तो पनि कहिले देखेको छैन यो टमाटर त साह्रै मिठो हुन्छ दाइ त्यो हामीले कुन के भन्छ सर यसलाई हामीले टमाटर नै भन्छ भन्नु त टमाटर होइन यसलाई के नाम छ यसको यो मैले बिर्सेँ यार यो यस्तो मिठो अलिअलि आगोमा पोलेर अनि अचार बनाएर खानुपर्छ यस्तो मिठो हुन्छ ओह्रालो गरम होइन कि उकालो गर्नु पर्छ कि दिपेश यस म्युजिक सुन्नेर अलिक सानो एकछिनमा सुन्नुपर्छ हल चाहिँ हामी यहाँ एकदम देउरालीमा एकदमै दामी ठाउँ रहेछ एकदमै दामी ठाउँ रहेछ
हेर्नुहोस् त पुग्नुहोस् त बिल्कुल दिपेश भाले पर दिपेशले क्यामेरामा र मलाई हेऱ्यो भने चाहिँ अब कन्फर्म रेकर्ड गर्ने क्यामेरा दियो भने आफ्नो मात्रै फेस देखाएर फेरि यो भोलिभोलि सुन्दारे हुन्छ क्या जो सर रमाइलो हुनुभयो क्या क्यामेरा दियो कि भरे आफ्नोतिर गलामा त सास बढिहाल्छ लोगों को काम है जलना हमारा काम है जलाना हो 1 आवर सर्टर ठुकिसु गरम न त सारो पनि लामो पनि है दिपेश उतै हेर न त्यहाँ के उकालो गरेर जानु पर्छ हजुर यु आर हियर अझै उकालो गरेर यताबाट जानु पर्छ होइन हजुर सर्टकट पानी पोखरी सिधा पनि हैन फाइनली हामी पानी पोखरी आइपुग्यो हो साह्रै उकालो रहेछ उकालोमा बोलचालै बन्द भयो हैन कन्टिन्यू हुन्छ नि अब हो यो घान्जुक यही हो घान्टो कमाना रहेछ नि काशी काशी ए काशी साँच्चै काशी आउँछ फेरि राति चर्छौँ गोरे देउरालीबाट हिँडेको हामी 2 घन्टा भइसकेको छ चिसो बढिसकेको छ फरेस्ट क्याम्प पनि आयो है ओहो यसको हो कि है हाम्रो बसोबास आज यहीँ हुन्छ घान्चोक हामी चाहिँ 7 घन्टा हिँड्यो 6 to 7 आवर्स हिँडेर अब काँडेबाट यहाँ फरेस्ट क्याम्पमा आइपुग्यो
सो कस्तो भयो त जर्नी आजको एकदमै राम्रो फन्टास्टिक वन्डरफुल वन्डरफुल ओके ग्रेट हो माथि गएर झर्न चाहिँ रमाइलो हुन्छ हो अझै बेस्ट पार्ट अझै आउनु बाँकी नै छ तर आज हामी चाहिँ यहीँ रेस्ट गर्छौँ फरेस्ट क्याम्प तर मजाको रहेछ एकदम झन्डै 10 किलोमिटर हिँडेपछि हामी फरेस्ट क्याम्पमा आउन सफल भएका छौँ यो फर्स्ट डेको ट्रेक साह्रै रमाइलो भयो बाटोमा हिँड्दै गफ गर्दै अनि नाच्दै गाउँदै गर्दै थकै लागेको कुनै पत्तै भएन हेलो यही हो हामी राइट ठाउँमा आएकै हो यहाँ चाहिँ राम्रो रहेछ है त फुलहरू यस्तो मजाले सजाएको है द फरेस्ट क्याम्प होटेल फरेस्ट क्याम्प हजुर प्याकेजमा हुन्छ चप्पल चाहियो ल ठिक रहेछ ल है माथि ट्रेकको लागि चाहिँ आज हाम्रो फर्स्ट डे हामी चाहिँ यहाँ बस्दैछ आज सो यो ठाउँ चाहिँ एकदम आनन्द एकान्त सुनसान होइन एकदम राम्रो लाग्यो है आई हाइली रेकमेन्ड यो ठाउँमा यी सजिएका फुलहरूले झनै आजको दिनभरको थकाइ एकैछिनमा गायब भएको जस्तो अनुभूति भयो